व्यक्तिहरू भनेका चाहिँ विभिन्न देशका चाहिँ विकृत व्यक्तिहरू, जसले चाहिँ नसामा लट्ठिएर चाहिँ होइन अर्धनग्न अवस्थामा पशु जसरी चाहिँ खोलिआम चाहिँ यौन आनन्द लिने, जङ्गलमा बसेर चाहिँ होइन आफ्नै संसारमा रमाउने त्यस्तो खालको प्रवृत्तिका चाहिँ व्यक्तिहरू हुन्। यी 18 देशका चाहिँ 150 जति चाहिँ लगभग त्यहाँ व्यक्तिहरू थिए। उनीहरूले चाहिँ संसारभरिका व्यक्तिहरूलाई यसरी आह्वान गर्दछन्, को चाहिँ यस्तो पार्टिसिपेट हुन चाहन्छन् यो इभेन्टमा भनेर, र यसरी चाहिँ मान्छेहरू जम्मा भएर चाहिँ अनि उनीहरू आफ्नै संसारमा रमाउने गर्दछन्। यो चाहिँ विभिन्न देशमा ब्यान्ड छ, तर नेपालमा चाहिँ अहिलेको वर्तमान व्यवस्थामा चाहिँ जो पनि अटाउने भयो क्या, रोहिङ्गा मुस्लिम पनि अटाउने भए, यस्ता चाहिँ विभिन्न चाहिँ यस्ता अर्धनग्न यस्ता आफ्नै संसारमा रमाउने जनावरको जसरी चाहिँ व्यवहार गर्ने यी व्यक्तिहरू पनि अटाउनु भए। त्यो अर्थले गर्दाखेरि नेपालको जङ्गलमा चाहिँ उनीहरूले यस्ता क्रियाकलापहरू गरिरहेका थिए र त्यहाँको प्रशासनमा चाहिँ उजुरी गरेर चाहिँ त्यहाँका आधी जति व्यक्तिलाई चाहिँ पठाइसकियो र आधी व्यक्तिहरू चाहिँ अझै त्यही जङ्गलमा छन् भन्ने चाहिँ समाचार प्राप्त भएको छ है त।